नमस्ते। आज हामीले तपाईहरूको लागि म सक्छुको छोटो सारांश लिएर आइसकेका छौँ। म सक्छु एक प्रेरणादायी तथा आत्मविकास सम्बन्धी पुस्तक हो, जसलाई नेपालका सफल व्यवसायी र समाजसेवी करण साक्यले लेखेका हुन्। यो पुस्तकले मानिसलाई म सक्छु भन्ने आत्मविश्वास जगाउँदै आफ्नो जीवनमा सकारात्मक सोच, मेहनत र दृढ इच्छाशक्तिको महत्त्व बुझाउँछ। पुस्तकको मुख्य सन्देश केवल सपना देखेर मात्र सफल हुनु नसकिने, त्यसका लागि काम गर्नुपर्ने भन्ने हो। लेखकका अनुसार सोच र खोजपछि सबैभन्दा महत्त्वपूर्ण कुरा गर अर्थात् कार्य हो। यदि मानिससँग आत्मविश्वास, निरन्तर प्रयास र सही दृष्टिकोण छ भने ऊ कुनै पनि कठिनाइ पार गर्न सक्षम हुन्छ। यस पुस्तकमा नेपालका करिब 37 सफल उद्यमी तथा व्यक्तिहरूको जीवनकथा र सङ्घर्ष प्रस्तुत गरिएको छ। उनीहरूले कसरी सामान्य अवस्थाबाट सुरु गरेर ठूलो सफलता हासिल गरे भन्ने कुरा प्रेरणादायी ढङ्गले वर्णन गरिएको छ। लेखकले देखाउन खोजेका छन् कि सफलता जन्मजात प्रतिभाबाट मात्र होइन, मेहनत, अनुशासन र धैर्यबाट प्राप्त हुन्छ। पुस्तकमा मौरीको उदाहरण विशेष रूपमा प्रयोग गरिएको छ। जसरी मौरीले फूलबाट रस लिएर मह बनाउँछ तर फूललाई नोक्सान पुर्याउँदैन, त्यसरी नै सफल मानिसले समाजलाई हानि नगरी आफू पनि सफल बन्नु पर्ने सन्देश दिएको छ। सफलता केवल व्यक्तिगत लाभका लागि होइन, समाज र देशको विकासका लागि पनि उपयोगी हुनुपर्छ भन्ने धारणा पुस्तकभरि पाइन्छ। लेखकले सकारात्मक सोच, समय व्यवस्थापन, नैतिकता, नेतृत्व क्षमता र आत्मअनुशासनको महत्त्वबारे पनि चर्चा गरेका छन्। असफलता जीवनको अन्त्य नभई सिकाइको अवसर हो भन्ने कुरा पुस्तकले जोड दिन्छ। मानिसले डर, आलस्य र नकारात्मक सोचलाई जित्न सके आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ भन्ने प्रेरणा यस पुस्तकले दिन्छ। समग्रमा भन्नुपर्दा म सक्छु आत्मविश्वास, सङ्घर्ष र सफलताको यात्रा सिकाउने प्रेरणादायी नेपाली पुस्तक हो। यसले पाठकलाई आफ्नो क्षमतामा विश्वास गर्न, मेहनत गर्न र जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्छ। विद्यार्थी, युवा तथा उद्यमशील सोच भएका मानिसहरूका लागि यो पुस्तक विशेष उपयोगी मानिन्छ।